सबैजनाहरूले आज चाहिँ हामीले यो हलिल्यान्डको लार्क M2 माइक लिएका छौँ। यो चाहिँ अब अनबक्सिङ हुँदैछ है त गाइस। सर्वप्रथम चाहिँ हामी चाहिँ यसलाई अनबक्सिङ गर्दाखेरि चाहिँ यसलाई कनेक्ट गर्छौँ। हजुरहरूलाई कस्तो आउँछ, कति टाढाको पनि आउँछ भनेर पनि सबै कुराहरू सुनाउँछौँ है। हेर्नु होला, वाउ, यो चाहिँ दुईवटा रिसिभर आउँछ। हेर्नु होला, दुईवटा रिसिभर आउँछ, एउटा आइफोनको एउटा नर्मल एन्ड्रोइडको। अनि चाहिँ यहाँ चाहिँ हजुरहरूको आयो अब माइक। वाउ, हजुरहरूलाई म चाहिँ माइकको आवाज सुनाउँछु है त। यो कनेक्टर लगाएर माइकको आवाज सुनाउँछु, यसैबाट बोल्छु। ओके ल, के आउँछ कसरी आउँछ भन्ने कुराहरू म सुनाउनु गइरहेको छु। र साथै म यो माइकलाई पनि कनेक्ट गरिरहेको छु, किनभने माइकलाई पनि माइकबाट म हजुरसँग कुराकानी गर्नेछु। त्यही भएर म यो कनेक्ट गरिरहेछु है त। कस्तो आवाज आउँछ त्यो पनि कमेन्ट गर्नु होला हजुर। मैले चाहिँ माइक चाहिँ कनेक्ट गरेँ। यहाँ चाहिँ हजुरहरूको रिसिभर आउँछ। यहाँ चाहिँ हजुरहरूको यो क्यामेराको रिसिभर हो। यसलाई चाहिँ यसरी अन गर्नुपर्ने हुन्छ र यहाँ लेभलहरू राख्नुपर्ने हुन्छ है त। यो चाहिँ हजुरहरूको एन्ड्रोइडको, आइफोनको चाहिँ मैले लगाइसकेको छु। यहाँ चाहिँ दुईवटा माइक आउँछ, एउटा मैले लगाइसकेको छु र एउटा चाहिँ यो माइक छ है त। क्युट माइक छ, 9 ग्रामको माइक हुन्छ र यिनीहरूको हेर्नु त, यो चाहिँ एकदम तगडा हुन्छ, एकदम राम्रो छ माइक। अनि यो चाहिँ हजुरको चार्जिङ पोर्ट हो। यो चाहिँ 40 घन्टा चल्ने भन्ने एउटा देखाइरहेको थियो र यो राम्रो छ। यो पनि हार्ड छ, यो पनि ठिक छ है त। यो यहाँ राखेँ। अरू के पाइन्छ त? अरू चाहिँ यहाँ चाहिँ त्यस्तै कभरहरू पाइन्छ। अनि के पाइन्छ यहाँ चाहिँ केही म्यानुअलहरू छन्। म्यानुअलहरूमा के छ हेरौँ। वाउ, स्टिकरहरू जस्तै हजुरहरूले मैले लगाएको छु यो माइकमा स्टिकर, यस्तै लगाउन सक्नुहुन्छ है त। यहाँ स्टिकरहरू दिएको छ र साह्रै मेन कुराहरू आउँछ है त साथीहरू। यहाँ चाहिँ हलिउडको ब्याग। यो ब्यागमा के छ हेरौँ। यहाँ चाहिँ गाइस यो चाहिँ क्यामेराको लागि है। यो क्यामेराको लागि यसलाई कनेक्ट गराएर अनि क्यामेरामा लगाउनेवाला छ। अनि यो चाहिँ कभर भयो। मेनुअललाई चाहिँ यता राख्छौँ। यहाँ चाहिँ हजुरहरूको के आउँछ भन्दाखेरि यो चाहिँ के हो हेर्नु पर्ला है। लकेट। यो चाहिँ लकेट रहेछ हजुर। एकछिन, दुईवटा आउँदो रहेछ। हेर्नु होला, यहाँ चाहिँ हजुरहरूको किन दिएको भन्दाखेरि यो माइक यसरी लाग्छ। यसरी लगाएर टाउकोमा हालेर जहाँ जान पनि सक्यो, केही हुँदैन है त। यो दुईवटा लकेट पनि दिँदो रहेछ, त्यो पनि हलिउडकै लकेट दिनु रहेछ। यो चाहिँ के होला, यो चाहिँ अलगै छ, के छ। अनि दोस्रो मेन थिङ भनेको चाहिँ यो हेर्नु होला, माइकमा लगाउने होला। माइकमा यसरी लगाएर लगाउने होला है। यो पनि दिएको छ। अनि अरू चिज पनि छ हजुरको। दुईवटा दिएको छ। यो माइक पनि दुईवटा छ नि त, त्यही भएर दुईवटा दिएको छ। अनि यो चार्जर पोर्ट पनि दिएको छ। हेर्नु होला, यसलाई चार्ज लगाउनलाई चार्जर पोर्ट पनि दिएको छ। सामान चाहिँ हजुरहरूको यति नै हो। मैले चाहिँ एउटा माइक एउटा रिसिभर चाहिँ युज गरिसकेको छु भने यहाँ चाहिँ दुईवटा नेकलेस अनि दुईवटा माइक सेफ्टी भनौँ कि रिसिभर, अनि दुईवटा माइक आउँछ, दुईवटा रिसिभर आउँछ, एउटा क्यामेराको रिसिभर, एउटा चार्जिङ पोर्ट आउँछ है त। हलिउडको यसमा यति नै आउँछ। कस्तो लाग्यो हजुरहरूलाई कमेन्ट गरेर बताउनु होला। र यो रेटमा यो माइक चाहिँ धेरै राम्रो छ।